मलेसियामा चाहिँ अस्ति फेरि 16% खाएको रहेछ ग्रुपमा अनि पुरै हानाहान भएछ 16%को नसामा। अनि कसैले केही शब्द बोल्यो कि रिस उठिहाल्छ, रिस उठेपछि अब पकपक हानिहाल्छ, हानेपछि चोरबाट लागिहाल्छ। त्यही भएर खाने मन छ भने मलेसियामा बस्ने दाजुभाइहरू, कतारमा, साउदीमा, दुबईमा बस्ने साथीहरू होइन, दाजुभाइहरू के भन्न चाहन्छ भने खाने मन छ भने आफ्नो ल्याउने, आफ्नो रुममा खाने। रुममा बसेर खानु हुँदैन कि रुममा बस्दाखेरि अब नसा लागिसकेपछि मान्छेले के शब्द बोलिरहेको भने खाएपछि थाहा हुँदैन। त्यही भएर आफै ल्याउने, आफै खाने। रुमभित्र हामी पनि खान्छौँ त, खोइ हामी त भित्र बसेको मलेसियामा हामी त खोइसँग झगडा गर्दैन, खाए पनि आफ्नो रुममा खाने हो कि आफ्नो त्यो ग्रुपमा बसेर खाने होइन।